हर्कवाद भने के भन्नुहोस् त? प्रकृति, संस्कृति र प्रविधि यसैलाई बुझ्दा हुन्छ। हामीले प्रकृतिलाई संरक्षण गर्दै हर्क साम्बाको नाममा राख्नुपर्ने तपाईँहरूले संस्कृतिको जगेर्ना गर्दै र अहिलेको प्रविधिलाई प्रयोग गर्दै। हर्क साम्बाको नाम किन राखे तपाईँहरूले? कुनै व्यक्ति विशेषलाई लिएर? मार्क्स के व्यक्ति विशेष होइन, लेनिन के हो? कङ्ग्रेसले बिपीको समाजवाद भन्छ, त्यो कोही मान्छे त बिपी थिए। बिपी ठिक, हर्कवाद जसले प्रकृति, संस्कृति, प्रविधिको कुरा गर्छ त्यो बेठी कसरी हुन्छ? हर्क साम्बाङले भन्छन् रवि र बालिनको नाम नलिउँ, सङ्गठनको नाम लिनुपर्छ भन्छन्। उनी आफू चाहिँ स्ट्याचु बनाइन हिँडिरहेछन्। हर्क साम्बाङले आफैले स्ट्याचु बनाएका होइनन्, जनताले बनाइदिएका हुन्, समर्थकले बनाइदिए। तपाईँलाई त्यसमा के आपत्ति? हर्कवाद हर्कले आफैले एक्लै भनेर त हुँदैन हो। किताब निस्कियो, हर्क आफैले किताब लेखेका होइनन्, निकालेका पनि होइनन्, अरू कसैले लेखे। प्राध्यापक डाक्टर विजय मिश्रले लेखे, उनलाई केही लाग्यो होला नि त। त्यत्रो वर्षौँसम्म प्राध्यापन गरेको मान्छेलाई, पिएचडी होल्डरलाई, इतिहासको ज्ञातालाई उनलाई लाग्यो यो चाहिँ वाद बन्न सक्छ है। महावीर गुण जस्तै पैसा किताब बेचेर पैसा कमाउन खोज्यो हर्क साम्बाङ भन्ने आरोप लागेको छ। तपाईँले नकिन्नु नपाइन्छ हो, शुभेच्छुकहरूले किन्यो भने त्यसमा के आपत्ति?